हेलो गाइज, आज चाहिँ म यहाँ हाँसको मासु बनाउँदैछु माइतमा। अघि नै मैले ओइरेको चाहिँ भिडियो गर्नै बिर्सेछु। यसमा चाहिँ मैले खालि प्याज मात्र हालेको छु, अरू केही हालेको छुइनँ। प्याजसँग भुट्दैछु है म पहिला। यसरी प्याजसँग भुट्छु अनि अलिक मासु रातो भएपछि यो तेल होइन है, यो सब हाँसबाटै आएको बोसो हो क्या, बलियो हाँस रहेछ। बोसो निस्क्यो। तेल चाहिँ कम्ती हालेको, यति धेरै भएन। अब यसलाई रातो हुने गरी भुट्छु प्याज सँगसँगै। प्याज पनि रातो हुन्छ, यो पनि रातो हुन्छ। अनि त्यसपछि नुन मसलाहरू हाल्छु। हेर्दै जानु ल कस्तो देख्छ गाइस। यो चाहिँ रातो भइसकेछ। अब यसमा म मसला हाल्न गइरहेछु। अदुवा लसुन टमाटरको पेस्ट अनि बेसार हल्दी धनिया पाउडर जीरा पाउडर नुन। यसलाई चाहिँ अब म चलाइदिन्छु मजाले चलाइदिउँ। मसलाहरू सबैतिर लाग्नु पर्यो नि त। सबैतिर मसला मजाले लागोस् कि मजाले भुट्छु। त्यसपछि गर्छु ल। मसला पाकोस् मजाले, मसला पाकुन्जेल भुट्नुपर्छ। कस्तो दामी भयो कलर त है। अलिक झोल हाल्नुपर्छ कि यतिकै ग्रेभी खाने। थोरै पाएको पनि होला। यस्तो दामी कलर आयो। एउटा कलर मिसाएको छैन नि तर यहाँ हामीले के को कलर चिल्ली पाउडर एउटा हालेको छैन। कस्तो दामी कलर आयो ल। दामी भयो गाइस। अब खाने हाँसको मासु भात काँक्रा ल। दामी। दामी लु मिठो भयो। बिस्तारै खान्छु ल गाइस। बाई बाई।